गुड मर्निङ सबैजनालाई नमस्ते नमस्कार झोरले हेर्नुहोस् है आज तपाईँलाई म गोदावरीको दर्शन गराउँछु। यो त सुकिसकेछ हो। यो वाइट गोदावरीमा नि अरू कलरको यो के त रङहरू चढ्छ कि अन्त यसो हेर्नु न रातो रातो हुँदैछ। यो चाहिँ भयो रेड पनि होइन, यो भयो येल्लो केसरी कलर है, यो वाइट। अन्त यहाँनिर पिच्को छ सानो सानो, यहाँ हेर्नुहोस् यो पनि छ, कति मजाले फुलिरहेको छ। हाम्रो त तल सिलगढीमा फुल्दैन, रोपे पनि झ्याङ त हुन्छ तर मुनिको पत्ता सबै झर्छ हो। अन्त माथि टुप्पोमा पत्ता रहन्छ, त्यो पनि टाइममा फुल्दैन। यो झिरमिरे हेर्नु न, झिरमिरे सानो ओइलिएछ झरेछ। यो चाहिँ यो फुल हेर्ने सयपत्री फुल जस्तै फुलेको नि, हेर्ने येल्लो कलरको, यो पनि येल्लो कलरको। यहाँ ओहो मन पर्यो हजुरलाई, हेर्नु फुल ढकमक्क भइरहेको छ। आमाले त तल सिलगढीमा कस्तो मन पराउनुहुन्छ कि फुल फुलेको, तर के गर्नु उयो हुन्छ नि त, हुँदैन राम्रो। पिटुनीहरू ठन्डा महिनामा मात्रै अलिक फुल हुन्छ कि, तर उयसमा त हुँदैन। गरममा त घरि घाम घरि पानी आउँछ, बाफ उठेर हो पुरा उयो हुन्छ, सबै ओइलिएर कुहिएर मरिजान्छ। हेर्नु कस्तो बिजोको यहाँ त फुलको डबली सबै डबली छ, कोही मात्रै सिङ्गल छ। हेर्ने मन पर्यो हजुरहरूलाई, कस्तो लाग्यो?